हेलो नमस्ते सबैजनालाई। आज हामी सबै साथीहरू भएर मेला हेर्न जाँदैछौँ, त्यही भएर भिडियो लास्टसम्म हेरेर सपोर्ट गर्नुहोला। सबैभन्दा पहिला हामी पुग्यौँ कृष्णनगर र अटोबाट सबै साथीहरू झर्दैछन्, हेर्नुहोस् है। आओ तुम भी ले लो मजा, आओ तुम भी ले लो मजा, वरना दूर खड़े बस तमाशा देखना। हामीलाई जानको लागि पहिला ट्रेन छप्नु पर्थ्यो। ट्रेनको टाइम 6:30 बजे थियो, त्यही भएर छिटो छिटो आइयो। यहाँ आएको त ट्रेन त ढिलो भएर 8 बजे रहेछ। त्यसपछि त हामी हेरेको हेरे। ट्रेन आएपछि यसो बसेर हल्लिँदै हल्लिँदै हिँडेको, यतिकैमा एउटा भाइ पानी 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 भन्दै आउँछ। कति हो भाइ पानी भनेको? 20 रुपियाँ भन्छ। ओहो, हाम्रो नेपालमा 20 नेपालीमा पाउँछ, यहाँ 20 आइसी 32 रुपियाँ पर्ने भयो पानी खान्न भनेर म पनि चुप लाएर बसेँ। अलिकति अगाडि मात्रै के गएको थियौँ, फेरि अगाडि क्रसिङ रहेछ। क्रसिङले गर्दा अर्को ट्रेन कुर्नु पर्यो। एकछिन बसे गरौँ, 1 घन्टासम्म बस्दा नि ट्रेन खुल्दैन। बाहिर निस्केको एउटा भाइ बसेको रहेछ। के भयो भाइ भनेको त दाइ बसेको 4 घन्टा बलसम्म ट्रेन हाम्रो जाँदैन, के गर्ने होला यहाँ बसी भयो भन्छ। कुरिम एकछिन कुरेपछि हाम्रो ट्रेन हिँडेपछि केटाहरूको रमाइलो सुरु भयो छुट्टै फेरि। देखी जब तोहरा के दिल धड़के, बुरा ही जिलेबी नियन 10 टपके। देखी जब तोहरा के दिल धड़के, बुरा ही जिलेबी नियन 10 टपके। देखी जब तोहरा के दिल धड़के, मन करे बहिना में धली कस के। बल्ल बल्ल हामी 10:30 11 बजेतिर पुगेको त अब झर्नलाई लाइन त्यस्तै भिड छ। एउटा चाची अगाडि दिन चाची छिटो गर भनेको त कैसे जाइ, भिड आएको नै देखा त पञ्चिन गरेर चाचीले उल्टै गाली खानु पर्यो। त्यसपछि चुप लाएर चाचीको पछाडि बिस्तारै गर्दै झर्दै गएँ। एकछिन टाइम लागेपछि तल झरेपछि साथीहरू कता गए भनेर तामा हेर्छु, कहीँ देख्दिनँ। पछि त साथीहरूले पछाडिबाट हात हल्लाएर बोलाउँछन् गरे मलाई। एउटा भाइले भैया तोन्द्रो कहाँ हेराइ गयो भन्छ मलाई। ट्रेनबाट झरेपछि त्यसपछि मेला जाने भनेर पैदल हिँड्न सुरु गरियो। हिँडेछ मेला आउँदैन। अब आउला भन्यो मेला आउँदैन। हिँडे गरेछौँ आउँदैन। बल्ल हिँड्दा गएर लास्टमा गएर बल्ल मेलाको बत्ती बलेको टाढाबाट देखियो। मेला दिलों का आता है, एक बार आके चला जाता है। मेला दिलों का होइन, मेला गर्नभन्दा पहिला यहाँ भित्र एउटा मन्दिर छ, मन्दिर हेर्न पर्यो, दर्शन गर्न पर्यो भनेर भित्र गएको त टनाटन भिड रहेछ। यहाँ भित्र आएर हेरेको त पुरै टिभीमा कार्यक्रम चल्दैछ। त्यसपछि मेला घुम्न सुरु गरियो। अब हेर्नु है मेलामा कति रमाइलो छ। अरे हमसे रिसिया के कहा जाला राजाऊ, हमके मेलावा घुमाता काला जाला राजाऊ, हमके मेलावा घुमा। त्यसपछि पालो आयो झुला झुल्ने। अब मेला आएपछि झुला छोड्ने कुरो हुँदैन। पता रहे ना किसी का हमें, यही कहे ये पल जिंदगी का हमें।
के इश्क सिखा, मैं तो यारा तेरे सदके इश्क सिखा, मैं तो आई जग तज के इश्क सिखा, जब यार करे पर। देख्नु भयो नि कति रमाइलो छ, यो कुन ठाउँमा छ भन्ने कुरो म लास्टमा भन्छु है, हेर्दै गर्नुहोस्। आओ तुम भी ले लो मजा, आओ तुम भी ले लो मजा, वरना दूर खड़े बस तमाशा देखना। हामी चाहिँ मेला सकेर अब घर जान भनेर स्टेसनमा आयौँ। अब स्टेसनमा आएर ट्रेन कुरेर बस्ने हो। ट्रेन 3:30 बजे आउँछ, त्यसपछि घरतिर लागिन्छ हामी। ल फाइनली अब हामी आफ्नो स्टेसनमा आइपुग्यौँ। अब यहाँबाट घर जाने हो, धेरै टाढा छैन घर, यहाँदेखि 8 किलोमिटर पर्छ। र हामी गएको ठाउँको नाम थियो पाटन, तुलसीपुर पाटन, इन्डिया। मेला कस्तो लाग्यो त हेरेपछि कमेन्ट गर्नु होला। मेला दिलों का आता है एक बार, आके चला जाता है।